यति चाहिँ भनौँ, सामान्यत कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने त्यस्तो अवस्थामा सरुवा गर्ने, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, नसिहत चेतावनी दिने वा पदमुक्त गर्ने सम्मका काम गरिन्छ। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले कि मन्त्रीप्रति लोयल भएन त्यसैले सरुवा गरियो रे? राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्यप्रति, यो प्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ। कुनै मन्त्रीप्रति लोयल हुने होइन। त्यसैले त्यो गलत आशय थियो कि त गलत संस्कार हो, त्यो दुईटा मध्ये एउटा कुरा हो। त्यो अवलम्बन हामी मान्दैनौँ। त्यसैले गर्दा मन्त्रीप्रति लोयल हुने प्रहरी, कर्मचारी यस्तो छोडौँ संस्कार। यो सेपरेसन अफ पावर भन्छ, लोकतन्त्र मान्नुहुन्छ तपाईहरू भने सेपरेसन अफ पावर पनि मान्नु।